सम्पूर्ण श्रद्धेय दाजुहरू, सिनियर दाजुहरू, सम्पूर्ण एक बसाका पदाधिकारीज्यूहरू र सम्पूर्ण एक बसाका सदस्य भाइ बहिनीहरू, अब मलाई पोहोर पनि मैले के भनेको थिएँ भने म आफ्नै घरमा चाहिँ चिफ गेस्ट भए जस्तो लाग्यो भनेको थिएँ। आज पनि मलाई त्यस्तै अनुभव भइरहेको छ। म आफै पनि फेरि एक बसाको सदस्य भएकोले आफ्नै घरमा चिफ गेस्ट भएर आएको अनुभव भइरहेको छ। यो सजिलो पनि हुँदो रहेछ, अप्ठ्यारो पनि हुँदो रहेछ। म 2049 को ब्याचसँग +2 50 र 51मा त्यहाँ अध्ययन गरेको हुँ। मेरा समकक्षीहरू यहाँ दीपक सर हुनुहुन्छ, प्रद्युम्न सर हुनुहुन्छ, सूर्य सर पनि देखिनु भएको थियो है। अब यो गण्डकी बोर्डिङ स्कुलको नलेज, क्यारेक्टर र सर्भिसलाई मूल मन्त्र मानेर हामी हुर्किएका र अहिले संसारमा जहाँसुकै गए पनि यो झल्को दिने गरी चाहिँ हाम्रो एक बसाका दाजु दिदी साथीहरूले काम गरिरहेको महसुस जहिले पनि हुन्छ कि, चाहे त्यो हाम्रो बसन्त पन्त डाक्टर साहबको इन्टरभ्यू हेर्दा होस्, चाहे यो के भन्छ यो केशर नेपाल हाम्रो उसको सिइओ इन्टरभ्यू, हजुर वर्ल्डिङको सिइओको इन्टरभ्यू हेर्दा होस्, त्यो झल्को आइहाल्दो रहेछ। जिबिएसको त्यो माटोमा हुर्किएको त्यो नलेज, क्यारेक्टर र सर्भिसलाई मूल मन्त्र मानेर हुर्किएको, जहाँ गए पनि त्यो झल्को आउँदो रहेछ। र यो नलेज, क्यारेक्टर, सर्भिसलाई अहिले पनि हामीले आफ्ना बाबु नानीहरूलाई, विद्यार्थी छोराछोरीहरूलाई हामीले यो मन्त्र अहिले पनि दिइरहेका छौँ र यसलाई हामीले निरन्तर दिइरहनेछौँ भन्ने प्रतिबद्धता पनि म अहिलेको वर्तमान प्राचार्यको हैसियतले यहाँ राख्न चाहन्छु। र जिबिएसमा गएको पनि 1.5 वर्ष बितिसकेछ मेरो एज अ प्रिन्सिपल गएको, र अब मेरो हातमा जम्मा 3.5 वर्ष बाँकी छ। यो 1.5 वर्षमा हामीले धेरै प्रयास गरेका छौँ। एक बसाको पनि ठुलो साथ पाएको छु र मुख्य गरेर अब गण्डकी बोर्डिङ स्कुललाई पहिलाकै चाममा फर्काउनको लागि अब त्यो पुरानो 50-60 वर्ष अगाडि बनाएको मास्टर प्लानले काम गर्दैन। हामी नयाँ प्लान बनाएर यदि यो कार्यकालभित्र छोड्न सक्यौँ भने, त्यो ट्र्याकमा मात्रै हालिदिन पायो भने अनि पछि निरन्तर रूपमा त्यो अगाडि बढिरहनेछ भन्ने सोचले, संयोगले अब प्रद्युम्नजी र म फेरि एउटै ब्याचको पनि पढेछौँ। अनि काठमाडौँको